ल हेर्नुहोस् है साथीहरू, यो चाहिँ हाम्रो रोल्पामा पनि यो खालको प्रविधि आएको छ खाल्डो बनाउनलाई होइन। खाल्डो बनाउने कार्यक्रम हुँदैछ आज हाम्रो चाहिँ यहाँ एकदमसँग खाल्डो बनाउने क्रममा यो नयाँ प्रविधि आएको कारणले कस्तो हुन्छ त यो कतिको चाहिँ अब यो उपयुक्त छ भनेर चाहिँ हामीले यसलाई आज ट्राई गर्दैछौँ। हाम्रो ट्राई हो। हेर्नुहोस् नयाँ प्रविधि कतिको छ, कसैलाई सपोर्ट गर्नुहोला। यहाँ अब सबै गाउँलेहरू जम्मा भएर मेरो जम्मै झप्पल हान्दैछ। यो झप्पल हान्ने सिस्टमलाई सुकाएर चाहिँ यो नयाँ प्रविधितिर लागौँ भन्ने हो। कस्तो हुन्छ है नयाँ प्रविधि। अलि ढुङ्गा भएको ठाउँमा अलि हुनुहुन्छ। ए ढुङ्गा भएको ठाउँमा यसरी अमेट छ अरल्लीको। यी ढुङ्गा भएको ठाउँमा चाहिँ उपयुक्त हुनुहुन्छ होइन। ढुङ्गा भएको ठाउँमा यस्तो अलि उपयुक्त देखिएन। ढुङ्गा भएको ठाउँमा अरल्लियो अड्लियो आफ्ना फस्यो होइन। ल यसरी निकाल्नु पर्ने अब ढुङ्गा भएको ठाउँमा होइन। ल अब मैले सबै काम देखाउँछु भनेर तपाईँहरूलाई भनेको थिएँ भने अहिले अब हाम्रो डन्डा हाल्ने काम हुँदैछ। पहिला रोपाइ पनि हालेको थिएँ, रोपाइ पनि यसरी रोपाइ भयो होइन। अहिले चाहिँ अब हाम्रो डन्डा हाल्ने काम हुँदैछ। तपाईँलाई सबै म देखाउँदै जानेछु।